हो म चाहिँ कलाकार हो अनि मैले यहाँ कला गरेको छु। अब तपाईहरु मेरो कला हेर्नुहोस् ल। हेर्नुहोस् कला हैन यो के हो भाइ? यो लोटा स्कल हाडी लोटा बिरयानी। ल अब यो हाम्रो शीतन रेस्टुरेन्ट हैन। अस्ति भर्खरै हामीले यो शीतनको पनि गरे हैन। ओ यो हेर्नु यो के छ भन्दाखेरि यो हाम्रो कलाकार भाइ आयुषले गरेको छ। अगाडि जाऊ न। कहाँ मैले गरे? मेरो दाइले पो गरे हो त। कहाँ मलाई क्रेडिट दिएको? मेरो दाइले गरिरहेको छ। ल अहिले बोल्ने के भाइ, पछिबाट बोल्ने। नि यो चाहिँ के बाँस हो? यो त बाँस जस्तो छ। ल यो बाँस भयो। कसले बनाएको यो नि भन्नु न। अनि कहाँ भिडियोमा गरे भन्नु न। अब यहाँदेखि यसो छ यो चाहिँ के हो? यो एक्सप्लेन गर्नु न। अब यो चाहिँ हाम्रो बुढा हो क्या। बुढा भन्दाखेरि एक्सप्लेन पछि गर्दिनँ के भाइ। हजुर ल दाइ पनि भिडियोमा आछ त। शिखर आएको छैन? कहाँ छ शिखर? होइन थिनर लिन पठाएको। अनि भाइ के हुँदैछ तिम्रो? के ठिक हुँदैछ तिम्रो? ल यसो एउटा सानो अन्तर्वार्ता तिम्रो। यो भाइ फेरि खतरनाक कलाकार हो। यो बुढो बनाएर टक्क है यहाँ बसिरहेछ। ल ल अब हेर्नुहोस् भाइको प्र्याक्टिस पनि पुरै पिकमा छ भाइको। अब यसो इन्टरनेसनल एक्जिबिसनको लागि भाइले पेन्टिङ तयार गर्दैछ यहाँ। अनि कतिवटा देश पार्टिसिपेन्ट छ नि त भाइ त्यहाँ? ल यहाँ हाम्रो अनिल कलाकारले खतरनाक दिन लाछ। यहाँ खेतबारी बनाएर झन्डै झन्डै खोला बगाउन लाछ। अब त्यो खोला बगाइसकेपछि के गर्नु भाइ? खोला बगाइसकेपछि अब माछा हामी। तर यहाँ भिडियोमा बोल्नुभन्दा राम्रो चाहिँ पछि रिकर्डिङै गरे राम्रो है भाइ। तर भिडियोको फाल्टै सुनिन्छ नि त दाइ। तिम्रो पनि भाइ सुन्छ है। ल टक्क यो हाल्ने होइन। यो बुढोमा अहिले गएर धुवा हाल्नुपर्छ है। त्यो मुखमा पल पर्नु पर्यो है। अनि यसो टक्क अब धुवा हाल्न लाग्यो गाइज। यसो एकछिन यता धुवा हालेर मलाई खासै ब्रस लिएर काम गर्न मन पर्दैन। त्यही भएर म प्रायः स्प्रे युज गरेर आउँछु। टक्क टाइम ल्याप्स गरेर होइन। अब टक 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 धुवा हाल्दिनँ के बाबाले स्टाइलमा धुवा हालेपछि गर्नु पनि मजाले नै चल्यो। यसो गनसन चलाउँदा त्यहाँको धुवा चाहिँ यहाँ सप्लाई गर्ने क्या पाइपबाट। ल टक्क यो बहिनीहरू पनि छ है। ल हाम्रो कलाकारले तीव्र गतिमा दिइरहेछ र अनिल कलाकारको पहाड अब टल्किने क्रममा छ। माथि हामीले डार्क कलर हान्नुपर्छ। डार्कै हान्ने हो त अनिल? माथि हाम्रो डार्क कलर छुटेको रहेछ अनिल कलाकारको हिसाबले। त्यो डार्क कलर हानिदिनु पर्यो। अब यहाँदेखि मस्त टक 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 डार्क कलर हानिदिने। यो खास डार्क लाउने मेन कारण के थियो भन्दाखेरि हाम्रो पहाड चाहिँ अलि साइनिङ थियो। तर लाइट कलरले गर्दा हल्का साइनिङ भएको थिएन। अब डार्क कलर लगाएपछि क्या मजाको टल्किन्छ। बेलुकातिरको त भाइ बेग्लै हुन्छ। अनि मैले अब आउटलाइन ल तपाईँ के भन्नु चाहनुहुन्छ कलर बोल्दा? भन्नु न। खै
ओ कहाँ भाग्नु भएको यहाँ आउनुहोस् न कहाँ भाग्नु भएको तपाईँ हजुर अब टक्क ब्रस लिएर हानिसकेपछि अब मजाले स्प्रे लिएर माथिबाट स्प्रे हानिदिनु पर्ने हुन्छ त्यहाँदेखि लगभग हाम्रो काम सकिनै सकेको छ अब आज लगभग कम्प्लिट गरेर यसलाई सकिदिनु पर्ने हुन्छ वाल पनि क्या टर्किन थाल्यो ल अब सबै थोक सेटअप मिलिसकेछ अघिदेखि त्यो हामीले कलर बनाउन लाग्थ्यो ल अब कलर बनाएपछि अब यसो स्प्रे चलाउँदा मलाई फेरि बेग्लै भाइ आउँछ क्या दुइटै हातले हानु मन लाग्छ तर जस कम्फर्टेबल हुन्छ स्प्रे लिएर यदि तपाईँले स्प्रे नयाँ नयाँ चलाउनु भएको छ भने हजुरहरूले बेसिक कुरा बुझ्नुपर्ने के छ भन्दाखेरि आफूसँग थिनर राख्ने गन चलाउनुभन्दा अगाडि जहिले थिनर लिएर सफा गर्ने त्यहाँदेखि जुनसुकै कलर झोलमा बनाएर चलाउँदा हुन्छ कलर चलाउँदा छान्न चाहिँ बिर्सिनुहुन्न किनभने कहिलेकाहीँ त्यो नछानेर चलाउँदा चल्छ तर नछानेर चलाउँदा गन चाहिँ बन्द भइरहेको हुन्छ त्यो कचरा जाम भएर त्यही भएर यसो गन चलाउँदा चाहिँ मजाले सफा गर्नुपर्ने हुन्छ त्यहाँदेखि क्या मक्खन चल्छ नि त अब बिस्तारै हामीले डार्क कलर हान्दा भाइब चेन्ज भएको छ पहाडको त्यो अटोमेटिक टल्किन थाल्यो तर मलाई लाग्छ पछि मिलाउनु पर्ने जस्तो छ यार स्प्रेले गर्दा हल्का हल्का कलर चाहिँ ल यो बहिनी पनि आइपुग्यो बहिनी पनि क्या दिनभरि काम ल गाइज अब फाइनल रिजल्ट ठेलाउने बेला भयो ठ्याक्कै यो शीतल रेस्टुरेन्ट भन्दाखेरि कहाँ छ भन्दाखेरि यसको लोकेसन कोटेश्वर थानाबाट भित्र छिर्नुहुन्छ महादेव स्थान जाने बाटोमा छ यो साथीभाइहरूसँग आउनलाई एकदमै पर्फेक्ट प्लेस छ बस्न यताउता सबै थोकको लागि एकदमै पर्फेक्ट छ यहाँको स्पेस एकदमै मजाको छ ल हेर्नुहोस् बुढाको माथि वर्ल्ड कप चलिरहेछ बहिनी पेन्टिङ कस्तो बन्यो त एकदम यो ब्लगमा हाल्छु बहिनी यो कम्प्लेन छैन है अब माथि जाम है गाइज यहाँ फ्यामिलीसँग ग्यादर गर्नलाई या यत्तिकै साथीभाइहरूसँग बस्नलाई एकदम मजाको स्पेस रहेको छ यो ठाउँ ठ्याक्कै कोटेश्वर महादेव स्थान मन्दिर जाने बाटोमा रहेछ शीतन भनेर ल हेर्नु यहाँ कति मजाको स्पेसहरू छ यसो कपालहरू नि चिल गर्न आएर बस्नलाई मस्त छ ल हेर्नु गाइज हाम्रो डार्क कलर हालेपछि फाइनल रिजल्ट यस्तो आएको छ हाम्रो हिमालको यो ठ्याक्कै तल जुन सिटी हेर्दै हुनुहुन्छ हजुरहरूले त्यो ठ्याक्कै पोखरा हो कि हामीले पोखरा बनाउन खोजा हो ल है गाइज यतिसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद है।